गत साता तराईमा जुन किसिमको घटना भयो, जुन सुनसरीबाट सुरु भयो, धर्मावलम्बी हिन्दू धर्मावलम्बीमाथिको आक्रमणपछि ढिलै भए पनि गृहमन्त्री स्वयं घटनास्थल पुग्नुभयो। हिंसाको थप विस्तार रोक्न र थप क्षति रोक्नलाई शान्त बनाउन उहाँले अग्रपंक्तिमा खेल्नु भएको भूमिका साथै हिन्दू संयुक्त मोर्चाले देखाएको समझदारीप्रति म धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। जानकी माताको भूमिमा गएर उहाँले मौखिक होस् वा लिखित जुन किसिमको प्रतिबद्धता दिनुभएको छ हिन्दू राष्ट्रको पुनर्स्थापनाको, हामी आशावादी छौं। त्यो भूमिमा गरेको बाचा खेर जाँदैन, हामी सधैँ खबरदारी गरिराख्नेछौं। अझै पनि यही विषयलाई लिएर राजविराजमा दिपेश ठाकुर र मण्डला थापाथलीको मण्डलामा विनय यादव अनसनरत हुनुहुन्छ। प्रतिवेदन सार्वजनिक हुनु पर्यो, छानबिनको दोषीलाई कारबाही हुनु पर्यो। र अझै पनि रविन्द्र कुमार मेहताको परिवारले सब बुझ्नु भएको छैन, त्यस विषयमा सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। मृतक र घाइते परिवारसँग भएको समझदारी तत्काल कार्यान्वयन होस् भन्ने म सरकारलाई आग्रह गर्न चाहन्छु। साथै यससँगै सभामुख महोदय, म राहदानीको अभावले गर्दा नागरिकले धेरै ठूलो दुःखहरू पनि पाएको थिए। म हिजो आफै आफ्नो राहदानी नवीकरण गर्न त्रिपुरेश्वर गएको थिएँ। त्यहाँ देख्दा अत्यन्तै खुसी लाग्यो। कार्यालयका कर्मचारीहरूले राति 9 बजेसम्म अतिरिक्त समय काम गर्दै नागरिकलाई सेवा प्रदान गरिराख्नु भएको रहेछ। आवश्यकता अनुसार दोहोरो शिफ्ट सञ्चालन गरेर सेवा प्रवाहलाई गति दिने सरकारको यो प्रयत्न प्रशंसनीय छ। यस घटनाले एउटा महत्त्वपूर्ण सन्देश दिन्छ। समस्या जति जटिल भए पनि राज्यले इच्छा शक्ति, व्यवस्थापकीय दक्षता र उत्तरदायित्वको साथ काम गर्ने हो भने समाधान सम्भव छ। त्यसको लागि म सरकारलाई धन्यवाद पनि दिन चाहन्छु। सभामुख महोदय, म माइतीघर मण्डला गएको थिएँ। त्यहाँ धेरै समस्याहरू यहाँ म थोरै राख्न चाहन्छु, किनभने इमर्जेन्सी पनि छ। केही समय अगाडि मैले यही सदनबाट इन्टर्न डक्टर्सहरूले चाहिँ को आवाज राखेको थिएँ। अहिले वीर अस्पतालको आइसियुमा एमबीबीएस बीडीएस इन्टर्नका चिकित्सकहरू, इन्टर्न डक्टर्सहरू आन्दोलनरत हुनुहुँदो रहेछ माइतीघर मण्डलामा। आज उहाँ क्रिटिकल अवस्थामा आइसियुमा हुनुहुन्छ। म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, किनभने उहाँको माग भनेको इक्वल पे होस्, त्यो चिकित्सकहरूको मासिक भत्ता निर्वाह गर्ने सम्बन्धीको प्रतिनिवेदन कार्यान्वयन होस् र कार्यघण्टा सम्बन्धी चाहिँ श्रम ऐन अनुसार लागू होस् भन्ने यति माग लिएर उहाँहरू बस्नु भएको छ। यति पूरा गर्न सरकारलाई म स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री जो हुनुहुन्छ उहाँहरूलाई निवेदन गर्न चाहन्छु। दिल्ली हरिजन अनसनमा आइसियुमा क्रिटिकल हुनुहुन्छ, यहाँ हुने मेडिकल डक्टर्स नर्सेसहरूको पनि म ध्यान आकर्षण गराउन चाहन्छु। त्यही मण्डलामा एकजना बुवा हुनुहुन्थ्यो भागनारायण महतो, उहाँ 2टा धनी पूर्जा लिएर म चाहिँ मिटर ब्याजबाट पीडित भयो भनेर 4 महिनादेखि खुलामा चाहिँ त्यहाँ चाहिँ आन्दोलन गरेर बसिराख्नु भएको छ। अर्को देविका खनाल हुनुहुन्थ्यो,